फर्केको हलीहरू देखेर पनि मलाई एकदम अचम्म लाग्छ क्या। अहिले भिआर दुलाल सरलाई एकदमै खतरनाक गाली गरिरहेको रहेछ क्या यो हर्केको हलीहरूले है। अब हर्केलाई समर्थन गर्यो भने चाहिँ वा 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 हुने है, र हर्केलाई समर्थन गरेन भने चाहिँ गाली नै गरिहाल्नुपर्ने। कस्तो अचम्म छ त, कस्तो कुकुर भेडा भेडिनीहरू छ क्या यो हर्केको समर्थकहरू क्या। म त छक्क लाग्छ। हिजो अस्तिसम्म त्यही भिआर दुलाल सर वा वा थियो यिनीहरूको है, आज त्यही भिआर दुलाल सरलाई भएको नभएको गाली होइन, दुनियाँ किसिमको विभिन्न थोक भन्नु थालेको रहेछ। डलर अरे के अरे, ठिक्क त पाता कि हलीहरू त हलीहरूको बुद्धि कहिले पनि नआउने रहेछ। हर्क साम्पाङको यस्तो ठुल्ठुलो समर्थकहरू होइन, ठुल्ठुलो फ्यानहरू चाहिँ किन चाहिँ टाढिँदैछ त। मजाले दिमाग अलिकति दिमाग छ भनेदेखि सोच क्या। अब दिमागमा हुनु त अब गिरी भयो त गोबरै गोबर भरिएको छ, त्यसैले पनि हो। यदि तँहरूको दिमागमा नि दिमाग छ भनेदेखि चाहिँ अलिकति सोच्ने गर क्या। हर्के साम्पाङको समर्थकहरू चाहिँ किन भाँडिँदैछ त, आखिर कारण के हो? राम्रोसँग गहिराइमा पुगेर तँहरू हेर्ने कोसिस गर क्या। यसले नि तँहरूलाई नै फाइदा गर्छ, बुझिस् त। यो चिजहरूले तँहरूलाई नै फाइदा गर्छ। र साथीहरू यस विषयमा तपाईँहरूको भन्नु के छ कमेन्ट गर्नुहोस्।